होशियार हुनुहोस्, विशेष गरी तपाईँ फेसबुक अकाउन्ट होल्डर हुनुहुन्छ भने। अझ तपाईँको बानी अपरिचितलाई मित्र बनाउने छ भने त झनै चनाको बन्नुहोला। किन भन्नुहोस् न, इन्टरनेट र फेसबुकको माध्यमबाट साथी बनाएर ब्ल्याकमेल गर्नेहरू सलबलाउन थालेका छन् हिजो आज। अश्लील फोटो र भिडियो बनाएर पैसा असुल्ने यस्तै एक युवक प्रहरी खोरमा जाकिएका छन्। फेसबुकको माध्यमबाट साथी बनाउँदै कम्प्युटर प्रविधिबाट बनाइएका अश्लील फोटो सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेल गर्ने ती युवक अनेकन बहाना र प्रलोभनमा पारेर साथी बनाउने अनि बदनामको धम्की दिएर पैसा असुल्ने ती युवकको असली अनुहार कस्तो छ? होस् गर्नुस् है होस्, समय बिताउने, साथी बनाउने अनि मनमा लागेका कुरा लेख्न पाउने, विशेष गरी युवा पुस्ताको राम्रो साथी बन्दै गइरहेको फेसबुक अब साइबर क्राइमको घटनाले भरिन थालेको छ। हिजो आज युवा पुस्तामाझ निकै लोकप्रिय फेसबुकबाट नक्कली आइडी बनाएर साथी बनाउँदै ब्ल्याकमेलिङको घटनामा तीव्रता आउँदैछ। हो, यस्तै एउटा घटनाको पर्दाफास भएको छ बुटवलमा। निहालेर हेर्नुहोस् त यो अनुहारलाई। अनुहार हेर्दा त सिधा सादा नै देखिन्छ, तर यो अनुहार भित्रको रहस्य यति विघ्न कलङ्कित छ कि जो कसैको होस उड्न सक्छ। फेसबुकबाट नक्कली आइडी बनाएर अपरिचितलाई साथी बनाउँदै ब्ल्याकमेल गर्ने धन्दा गर्छन् यी युवक, जसको असली परिचय त अनिश श्रेष्ठ हो, तर यिनको नक्कली फेसबुक नाम भने साबर रहेको छ। यही नक्कली नामबाट यी युवकले लुम्बिनी अञ्चलकै एक युवतीलाई साथी बनाएर त्यसको फाइदा उठाउँदै अश्लील फोटो र भिडियोको माध्यमबाट लगातार ब्ल्याकमेल गर्दै आए। 50,000 नगद नदिए फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिन्थे भने र यही धम्कीले उनी यति बेला प्रहरी खोरमा जाकिएका छन्। आखिर मनिष कसरी पक्राउ परे त? प्रहरीको भनाइमा फेसबुक मार्फत, इन्टरनेट मार्फत, मोबाइल मार्फत, इमेल मार्फत, विभिन्न संसारका अहिलेका आधुनिक साधन मार्फत चिन्जान हुनु परेन। अपरिचित व्यक्तिहरूसँग सम्बन्ध बढाउने केही समय लाग्दो रहेछ। यसलाई सम्बन्ध बढाइ, त्यसरी बढाएको सम्बन्धलाई दुरुपयोग गरी नजिक आउने, भेटघाट पनि हुने र त्यसरी भेटघाट भइसकेपछि उहाँका त्यसै सम्बन्ध बढाइएका व्यक्तिका को एलाइज छन् त, नाता गोता, इष्टमित्र, अन्य व्यावसायिक साथीहरू समेतसित चिनजान समेत गरी फोन लिई ती फोनलाई बाहिरबाट, जस्तै बुटोल क्षेत्र हो भने बुटोल क्षेत्रलाई छोडेर बुटोलभन्दा बाहिरबाट अन्य जिल्लाहरू नवलपरासी, चितवनसम्म गएर त्यहाँबाट धम्काउने टेलिफोनबाट, तर तेरो सूचना मसँग छ, तेरो चिन्जानको साथी यो हुन्, तेरो फोन सम्पर्क यो हुन्, तैँले मलाई यति पैसा दिने भए दे, नत्र भने तँलाई बाँकी राख्दैन, सिद्ध आउँछु भनेर धम्की दिने र पैसा असुल गर्ने मान्छेले हामीले अब हाम्रो एउटा डिलबाट हामीले पक्रिन सफल भयौँ। डिल हुँदाहुँदै पनि भाग्यो, नवलपरासीमा डिल गर्ने कोसिस भएको थियो, त्यहाँबाट पनि भागेर चितवनसम्म पुगेर हामी त्यहाँबाट त्यहाँको पुलिस समिति सहयोगबाट ल्याएछौँ। प्रहरीले मनिषलाई विभिन्न प्रविधिको सहायतामा नग्न फोटो बनाएको, धम्की दिएको, बन्धक बनाएको आधारमा 4वटा फरक फरक मुद्दा दायर गर्ने भएको छ। त्यसो त साइबर क्राइमको यो एउटा नमुना मात्र हो। कति अझै रहस्यमय छन् यस्ता अपराधहरू, कति पर्दाफास हुने क्रममा रहेका छन्। त्यसैले अब तपाईँ फेसबुक होल्डर हुनुहुन्छ भने चनाखो बन्नुहोस्, सकेसम्म आफ्नो सूचना कसैलाई नदिनुहोस् अनि अपरिचितलाई साथी नबनाउनुहोस्, नत्र भने तपाईँ पनि साइबर क्राइमको पीडित बन्नुहोला नि फेरि। होइन त कि कसो त?